म चाहिँ यो बाटो हुँदै हुँदै माथि जान्छु। यो बाटो हुँदै हुँदै माथि 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 जान्छु। कस्तो एक बिस्तारै हिँड्दा पनि स्याहाँ स्याहाँ भएको के कस्तो के साह्रो स्याहाँ स्याहाँ भएको त। ल माथिबाट म डाँडाबाट तलतिर देखाउँछु। अल्छी लाग्यो नि त अनि माथितिर जाने सोच गरेँ। कति रुमभित्र बस्नु क्या अनि सोच्दा 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 अनि बरु डाँडातिर गयो भने फ्रेस पनि हुने अनि डाँडातिर आउँछु भनेर निक्लिनु लागे। यता काँडे तारभन्दा भित्र चाहिँ जैतुनको रुखहरू छ। म चिन्छु यो जैतुन र खै यो सल्लाह जस्तो चाहिँ सल्लाह नै होला सायद। सल्लाह त होइन खै के हो सल्लाह जस्तो लाग्छ। खासमा हेर्दाखेरि चाहिँ धुप जस्तो पनि लाग्छ त्यो माथि माथितिर पाउने। तर के हो सल्लाह धुप। ल डाँडामा आइपुग्यो है। डाँडाबाट तल्लो साइडतिर चाहिँ मजाले समुद्र टल्किरहेको छ। अब यता जानुपर्छ। साथीहरू डाँडातिर आएको घाम लागेर अब माथि गएर डाँडामा एउटा शीतल ठाउँ खोज्नु पर्छु। त्यही हो घाम लागिरहेको छ यस्तो होइन। अनि यतिको त चिम्रो आँखा भनेपछि घाम लागि झन् चिम्रो हुन्छ मेरो आँखा, मेरो सानो आँखा यस्तो घाम लाग्यो। अनि गाला काटेर त भइसक्यो घामले पोलेर। अब मैले एउटा केरा खाएँ, अलिक भोक लागेको थियो अनि पानीको बोतल त्यो साइडमा झुन्डाइरहेको छु। अनि आज मेरो यो टी सर्ट पनि पेरिस लेखेको। ल साथीहरू आज चाहिँ म हिँड्दै हिँड्दै जाँदैछु। माथि डाँडातिर पुगेपछि अनि यसो देखाउँछु। यहाँतिरको वालमा चाहिँ ढुङ्गाहरू नि कस्तो भन्छ नि कुकुरको टाउको जस्तो केही नमिलेको थियो र पनि मजाले कस्तो मिलाएर वाल लगाएको छ। हाम्रोतिर चाहिँ चटचट परेको ढुङ्गाहरू पनि यत्तिकै हुन्छ नि। त्यो कति राम्रो राम्रो कुराहरू पनि हामीले यतिकै फ्यालिरहेको हुन्छौँ नि त। तर यता चाहिँ मजाले मिलाएको हुन्छ। अब बाटोको त कुरै नगरौँ। यो पुरा गाउँतिर त यस्तो राम्रो छ। अनि अरू ठाउँको त के कुरा गर्नु। गाउँको त यस्तो दामी छ। अरूतिर नै झनै राम्रो छ क्या यस्तो कुराहरू त। आज म जहाँसम्म हिँडेर पुग्छ हिँड्छु है त। हिँड्ने कोही नै गर्ने हो। म तलबाट आएको हो। कस्तो घामले मधुरो देखियो। फुलहरू माथि पुगेपछि देखाउँछु ल। यो सेम्ब्रो खै रुख छ के देखाउनु। जङ्गलै जङ्गल छ। यहाँ चाहिँ घरेडी रहेछ। घरेडीहरू खनेको रहेछ। अलिक तेर्सो अवस्थामा आएँ आउन चाहिँ। तर यहाँ पुग्न चाहिँ कहाँ पुग्ने हो थाहै छैन। अब जान्छु जता जता पुगेँ नि होइन। यहाँ त मान्छेको बस्ती पो छ जस्तो छ। फेरि मान्छे घरभित्र पो पुग्ला नि फेरि।
म अहिलेसम्म आएकै छुइनँ यहाँसम्म। जहाँसम्म लाग्छ मलाई यहाँ मान्छेको घर छ। घर भने मलाई के को डर भनेर भन्न नमिल्ने, तर मलाई लाग्छ यो भित्र सुरुङ छ। सुरुङभित्रबाट अर्कै ठाउँ छ। यहाँबाट केही रहेनछ, म फर्किएको हो। यो घाममा मेरो पाइलाहरू यसरी चल्दैछ। उकालो हेरेर हल्का गल्यो अनि मनभित्रबाट पनि धेरै गल्यो। त्यही भएर म फर्केँ। हिँड्न नसक्ने भइसक्यो। म आफ्नो यात्रालाई टुङ्ग्याउँछु। टुङ्ग्याउँछु। म्याउ म्याउ बिरालो कता गरी गयो। चौरीको पुच्छर जस्तो बिरालो आउँछ। चौरी बिरालो हो यो चाहिँ। चौरी बिरालो गई। जुत्ता पनि घामले टल्किछ। म यहाँनिर शीतलमा माथिसम्म गएर अनि फर्केर आएँ। अनि यहाँ शीतलमा बसिरहेको छु। अनि घाम पनि लागिरहेको छ, सर्को घाम। अनि यतिकै माथिसम्म गएको। खासमा त मान्छेको घरसम्म चाहिँ रोड रहेछ क्या। त्यसमा त टाढा पुग्ने रहेछ क्या। अनि त्यसपछि म यहाँ आएर बसिरहेको छु। यहाँ पानी पनि छ, यता रुख पनि छ, यता म छु। अब जाडो चिसो हावा पनि चलिरहेको छ, त्यो भएर ज्याकेट लिएर आएको। अनि त्यसपछि यहाँ यता साइडतिर कोही पनि छैन। म एक्लै छु। एक्लै जन्मेको, एक्लै हुनेछु। ल 1-2 घन्टा मै बस्छु। अहिले साथीहरू म चाहिँ अब रुम जाँदैछु। डाँडामा बस्यो, घामहरू ताप्यो। अनि त्यसपछि अब जाडो नि भयो। रुम जाँदैछु। रुम अघिदेखि हेर्दै आएको माथि डाँडामा गएर बसेको। अब फर्किन्छु। अनि डाँडा थियो साथीहरूसँग कुरा गरेँ। अनि साथीहरूसँग अब जाने म चाहिँ घर रुम चाहिँ जाँदिनँ। अलिकति यता त्यो घाम अस्ताउनु बाहिर बस्छु। तर जाडो भइरहेछ। यस्तो हावा लगाइरहेछ। साथीहरू अब चाहिँ म एक फन्को मारेर उता डाँडातिर गएर अनि त्यसपछि आएँ। अब चाहिँ म यो सिडीबाट रुममा जान्छु। तर आजको दिन चाहिँ बहुत गाह्रो भयो। अब जाडो नै थियो। हावा यस्तो चल्ने। खासमा यहाँ के भयो, कस्तो दुखिरहेछ। म कोटमा केही नलागाएको फुट्यो। अलि फुट्यो। मेरो टी सर्ट त कुर्ता जस्तै भएको छ। अनि कुर्ता जत्तिकै भएको छ टी सर्ट। अब म पुग्न आँटेँ। मेरो भोलिया म बाटो देखाउँछु। सिँढी बाटो म ऊपर डाँडामा गएर अनि आएको। यहाँ सल्लाहघारी छ, यता सल्लाहघारी छ। सिँढी बाटो मान्छे नहिँड्ने भएपछि यस्तो फोहोर छ। फोहोर त अब दिनकै सफा गरेर नै काम छैन यसमा त। म पातहरू झरै गर्छ। ल यो गेट त कसरी खोल्ने होला त बा? यस्तो गरी खोल्नु पर्ला। अबे कस्तो अचम्म, खोल्न आउँदैन त बा? ल कसरी छिर्ने त? ल नाप्नै पर्ने भयो त नि। है त म चाहिँ यताबाट आएँ। माइ गड, यो गेट खोल्न सकेन। म नागेर आइदिएँ नि त। म त्यस्तो खोपी भएको मान्छे हो। बाटा आइपुगेँ, रुममा आइपुगेँ।
कस्तो टी सर्ट र कुर्ता जस्तै भएको छ साथीहरू आइपुग्यो बाई बाई साथीहरू म रुममा आइसकेँ अब ड्रेस चेन्ज गर्छु भोक पनि लागेको छ खाजाहरू के खान्छु है